माया र सम्बन्धको कुरा गर्दै गर्दा हामी अक्सर प्रेमलाई मात्र सबथोक मान्छौँ, तर लामो समयसम्म एउटै सम्बन्ध टिकाइराख्न प्रेमभन्दा पनि खुलेर गरिने कुराकानी, कम्युनिकेसन अझै महत्त्वपूर्ण हुन्छ। पहिलो कारण, अविश्वास र भ्रमको अन्त्य। माया हुँदाहुँदै पनि कतिपय सम्बन्धहरू सासाना कुरा नभन्दा वा मनमा कुरा गुम्साएर राख्दा सकिन्छन्। जब हामी स्पष्टसँग आफ्नो मनको कुरा पार्टनरलाई भन्छौँ, तब मात्र एकअर्काको भावना बुझ्ने मौका मिल्छ। संवाद नभएको ठाउँमा शङ्काले ठाउँ लिन्छ, जसले बिस्तारै सम्बन्धलाई भित्रैभित्र कमजोर बनाउँछ। दोस्रो कुरा, समस्याको समाधान। मायाले तपाईँलाई कसैसँग जोड्न त सक्छ, तर समस्या पर्दा त्यसलाई सुल्झ्याउन कुराकानी नै चाहिन्छ। झगडा वा मनमुटाव हुँदा चुपचाप बस्नुभन्दा मलाई यो कुराले चित्त दुख्यो भनेर भन्न सक्नु परिपक्वता हो। कुरा लुकाएर दूरी बढाउनुभन्दा खुलेर बोलेर समाधान खोज्दा सम्बन्ध अझै गाढा र पारदर्शी बन्छ। अन्त्यमा, सीमा र सम्मान, बााउन्ड्रिज एन्ड रेस्पेक्ट। तपाईँलाई के मनपर्छ र के मन पर्दैन भन्ने कुरा पार्टनरले आफै बुझिदिन्छ भनेर बस्नु गलत हुन्छ। आफ्नो आवश्यकता र सीमाका बारेमा कुरा गर्दा मात्र एकअर्काको सम्मान गर्ने वातावरण बन्छ। सम्बन्ध एउटा घर जस्तै हो भने प्रेम त्यसको सजावट हो, तर प्रभावकारी संवाद चाहिँ त्यसको बलियो जग हो। जग बिनाको घर जति पनि राम्रो भए पनि धेरै समय टिक्न सक्दैन। त्यसैले माया सँगसँगै एकअर्कासँग मन खोलेर बोल्ने बानी बसाल्नुहोस्। यस्तो इमान्दार संवादले मात्र सम्बन्धलाई दिगो र अर्थपूर्ण बनाउँछ।